मिथुन राशिको के छ गुरु भनिदिनु पर्यो भन्नुभएको रहेछ। अब मिथुन राशिका लागि सबैभन्दा बेस्ट टाइम चलिरहेछ अहिले, किनभने मिथुन राशि भएका व्यक्तिको लागि ढैया अडेया साढे साती यो विशेष गरेर कण्टक शनिको प्रभाव कुनै पनि छैन। त्यो भएका हिसाबले मिथुन राशिका लागि जस्ट वाउ टाइपको टाइम चलिरहेछ। त्यसैले यो वाउ टाइम भनेको कस्तो भने जीवनमा उन्नति गर्नु, प्रगति गर्नु, प्राप्तता गर्नु, सुनिश्चितता गर्नु होइन, जग्गा जमिन श्री सम्पत्ति भौतिकता, बिहा नभएकोले बिहा गर्नु, बिहा भएकोले सन्तान जन्माउनु, सन्तान भएकाले सन्तानलाई जन्माउनु, हुर्काउनु, बढाउनु, पढाउनु भने जस्तै यो जिम्मेवारी वहन गर्ने समय, यो विशेष गरी जिम्मेवारीले मान्छेलाई एकदम कर्तव्य बोध गराउने समय चाहिँ यो मिथुन राशिको। त्यसैले हजुरले अहिले जुन जुन कामहरू गर्नुहुन्छ त्यसबाट भविष्यमा पनि सुखानुभूति, सुख प्राप्तिदेखि लिएर हरेक कुराहरू हुने हो। त्यसैले जो मिथुन राशि व्यक्तिको हुनुहुन्छ उहाँहरूलाई एकदम राम्रो समय चलिरहेछ। बरु मिथुन राशि भएकै व्यक्तिहरूको दशान्तर समादशा खराब हो कि होइन, त्यसैले आफ्नो चिना हेरेर चाहिँ अगाडि बढ्नु होला। मिथुन राशि भएका व्यक्तिलाई कुनै पनि व्यापार व्यवसाय गर्नको लागि अनि कुनै पनि नयाँ कार्यमा हात हाल्नको लागि, स्वदेश विदेश माङ्गलिक कार्यदेखि लिएर हरेक तत्त कार्यहरू गर्नको लागि एकदमै राम्रो, एकदमै शुभ र एकदमै पर्फेक्ट टाइमिङ चलिरहेछ। त्यसैले मिथुन राशि भएका व्यक्तिहरू अलिकति चनाख हुनु पर्यो, आफ्नो ग्रह गोचरहरू हेर्नु पर्यो, दशान्तर समादशा जान्नु पर्यो, त्यसपछि व्यापार गर्ने कि जागिर खाने कि विदेश जाने कि होइन, कुन क्षेत्रले मलाई कतातिर पुर्याउँछ भनेर जान्ने, बुझ्ने र थाहा पाएर त्यो अनुसार अगाडि बढ्ने कुरा हो जीवन भनेको। त्यसैले केही नबुझेको कुराहरू छ भने सोध्दै गर्नु होला र बाँकी कुराहरू त छँदैछन्। र यति बुझ्नु होला कि मिथुन राशिको लागि सबसे बढिया र बेहतर समय चाहिँ अहिले चलिरहेको छ। त्यो अनुसार चाहिँ तपाईँ सफल हुने कि नहुने कि, कस्ता काम गर्ने कि नगर्ने भन्ने कुराहरू तपाईँमै नै इच्छा। बाँकी अल द बेस्ट।